ल नचिन्ने पनि हुन्छ। शिबु पाण्डेलाई नचिन्ने कोही छ? यो संसारमा धरतीमा कोही पैदा भएको छ? शिबु पाण्डे शिबु पाण्डे इज अ नट अ नेम, इट इज अ ब्रान्ड। ओके, जस्तो मान्छेलाई देख्दा पहिले उसको हाइट शिबु जस्तो मान्छे देख्दाखेरि के छ कमजोरी शिबुमा? भन्न खोजे के हो? शिबु जस्तो मान्छे के त्यो मान्छे होइन? कन्टेन्ट बनाउँदा नि हुन्छ नि यार, अलिकति चलेकोहरूले त अलि राम्रो बनाउनु, अलि अनएक्सपेक्टेड बनाइदिनु, स्क्रिप्टेड बनाएर पुरा बिल्ला हाने जस्तो भइरहेको। यस्तै नि हुन्छ कन्टेन्ट, जे पाए त्यही। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी शिबु पाण्डेको चाहिँ हामी डेट हेर्नेछौँ। शिबु पाण्डेको चाहिँ के, शिबु पाण्डेले चाहिँ डेट राम्रो गर्छ गर्दैन, के छ कस्तो भइरहेको छ भन्ने कुराहरू चाहिँ यहाँ शिबु पाण्डे एन्ड भूमिकाको चाहिँ रहेछ होइन, डेट अहिले रिसेन्टली भएको रहेछ। अब जाम हामी चाहिँ। के छ दाइ खबर? ठिक छ यदि त शिबु पाण्डे आइसकेको छ, हाम्रो सुपरस्टार, अहिलेको चल्दो बल्दो एकदम तडक भडक होइन, सोसल मिडिया क्रास अल्गोरिदम कता हो कता शिबु पाण्डेको अनुहार देख्ने बित्तिकै फ्ल्याट भन्ने चाहिँ आइसकेको छ है हाम्रो शिबु पाण्डे हिरो। शिबु पाण्डेलाई चिन्नुहुन्न भने उनी एक नेपालका चर्चित ल नचिन्ने पनि हुन्छ। शिबु पाण्डेलाई नचिन्ने कोही छ? यो संसारमा धरतीमा कोही पैदा भएको छ? शिबु पाण्डे इज अ नट अ नेम, इट इज अ ब्रान्ड। ओके, कलाकारदेखि पत्रकारसम्म, युट्युबरदेखि घरका मान्छेसम्म सबैले चिन्छ शिबु पाण्डेलाई। गल्ली गल्लीमा भन्छ शिबु पाण्डे कि जय, बुझ्यो नि? कमेडियन हुन्। आफ्नो रमाइलो हास्य शैली र मनोरञ्जनात्मक कन्टेन्टका लागि उनी परिचित छन्। उनको यो भनाइ सुन्नु है त। शिबुजीलाई भनेछ केटीहरूले आई लभ यु, म मन पराउँछु भनेछ। कति छन् हो देख्यो नि शिबु पाण्डेलाई कतिसको लाइन छ, लाइन थाङकोटबाट काठमाडौँसम्म पुरै लाइन शिबु पाण्डेकै छ। सिलु पोखरेल पछिका कोही छ भने शिबु पाण्डे नै हो त्यो, बुझ्या हो नि? लाइन त छ हाम्रो हिरोको। धेरै छन् तर उहाँहरूलाई मैले सम्झाएर पठाउँछु। अनि शिबु यहाँ तिमीले यति धेरै छन् सम्झाएर पठाउँछु भनेपछि शिबु पाण्डेलाई जस्तो पाए त्यस्तो केटी चाहिँ मन पर्दैन है। जस्तो पाए त्यस्तो केटी मनै पर्दैन। केटीलाई रिजेक्ट गर्दो रहेछ, तिम्रो टाइप चाहिँ कस्तो हुन्छ नि? मलाई मन हो, यो क्वेसन चाहिँ मलाई पनि गर्नु थियो क्या। कस्तो हो त टाइप? शिबु पाण्डेलाई मनपर्ने केटीको रिक्वायरमेन्ट लिस्ट चाहिँ के हो त नि? शिबु पाण्डेको रिक्वायरमेन्टहरू 1 2 3 4 5 6 गरेर कोको कोला फिगरको होइन, कोका कोला फिगरको चाहियो रे, बुझ्यो नि? कोका कोला आलु जस्तो फर्सी जस्तो हुँदैन, कोका कोला ठ्याक्क मिलेको चटक्क छैन भने अहिलेबाटै रेडी बनाऊ है, नत्र हेर्दैन शिबु पाण्डेले। शिबुले धेरै केटीहरूलाई सम्झाएर मार्केट त खाइसकेको छ त। ल एआईबाट भिडियो बनिसकेको छ शिबु पाण्डेको, सानोतिनो मान्छे हो, कहाँ जाम होला म? पठाए तापनि उनलाई मनपर्ने भनेको केटीमा चाहिँ कोकोकोला फिगर कोका कोला फिगर लोयल सब लोयल। शिबु पाण्डेलाई लोयल केटी चाहिन्छ है, जो पाए त्यही हुन्न भनिरहेको छु त मैले। सपोर्टिभ, त्यसै सुपरस्टार, अब त्यो माथि पनि सपोर्ट गर्यो भने त फिल्म खेल्छ शिबु पाण्डेले। सपोर्टिभ र उनी जस्तै फन्नी पनि चाहियो, किनभने शिबु पाण्डेको त्यो लेभल म्याच हुनु भयो नि त। लेभल यो यति छ, यो यति त लेभल मिल्नै पर्यो नि। र फर सम रिजन उसलाई चाहिँ स्मार्ट पनि चाहिने स्मार्ट। ओके, यो चाहिँ नबिर्सिने है केटीहरू, स्मार्ट एकदम रहेछ। हाइट चाहिँ कस्तो, तिमी जत्रै कि तिमी भन्दा अग्लो? हेप्या हो क्या? होइन नि, होइन के अन्त, हाइट सानै छ त।
अब हाइट चाहिँ यस्तो हुन्छ हाँसिदिएर यार पनि हाँस्छु है हाइटको त कुरै नगर्नु यार मेरो पनि गान्टु छु म पनि यार केटा मान्छे चाहिँ गान्टु भएको राम्रो हुनेछ हाइटले चाहिँ गरिदिने यार नो प्रब्लम हाइटको होइन Oh, height doesn't matter. No choice. हँ? के बोल्यो नो प्रब्लम हाइटको होइन Oh, height. नो प्रब्लम प्रब्लमै छैन नो प्रब्लम मलाई केही प्रब्लम छैन अरूलाई प्रब्लम होस् नहोस् त्यो मतलब छैन मलाई आई एम अ शिबु पाण्डे यु नो Doesn't matter. No choice. नट अन म्याटर भने कि डजन्ट म्याटर भने अब मैले अलि सुनिनँ क्या हो So, आज चाहिँ मैले तिमीलाई किन बोलाएँ थाहा छ कि नै? खोइ अब खुलेर त कुरा आएको छैन So, खोलेर कुरा आउनेवाला छ आजको भिडियोमा गाइज तपाईँहरूले नि हेर्नु होला तिमीले भनेको चाहिँ थर्लक्क परेको कोका कोला फिगर कोको कोला फिगर एकदम हाइट डजन्ट म्याटर राम्री केटीसँग चाहिँ तिमी डेढ जानेवाला छौ सपोर्टिभ डेट बिफोर रिभिलिङ डेट किने भएनस् भन्छन् अब डेट जान पनि अब यस्तो छ अब मान्छे शरीर हेर्दाखेरि पनि आफूले आफूलाई अनकम्फर्टेबल भएको कारणले गर्दा म डेटिङ नगएको कारणले गर्दा र मलाई पनि त डेट जान मन लाग्छ होला नि र यो चाहिँ हो है जसलाई नि मन लाग्छ नि केटा भएपछि डेट जानु मन लाग्दैन केटी घुमाउन मन लाग्दैन तर के गर्नु कसैले हेर्दैन पो त मलाई पनि हेर्दैन यदि सुपरस्टार भए भयो शिबु पाण्डे जस्तै भाइरल भए भयो हेर्थे कि गुड पोइन्ट कतिजनाले मलाई गीत गाउँछन् डोमिनेट गर्छन् होइन यो पनि हो है यो चाहिँ हो हाइट सानो भयो भने केटाहरूको अनुहार थोप्रा मिलेन भने कम त गिल्ला गर्छन् बाधा दिँदैनन् त्यो कुराले गर्दा मलाई इको हट हुन्छ न इको हट हुन्छ मलाई एकदम मेरो इको चाहिँ एकदम मेरो इकोको लेभल अलि इको इको चाहिँ मेरो एकदम हट हुन्छ इगो चाहिँ मेरो अलि हट हुँदैन रूप राम्रो छ न कपडाको म्याचिङ हुन्छ होइन अब कपडा म्याचिङ हुन्न अरे किन कस्तो राम्रो देखा त छ त यार ह्यान्डसम त छ त केटो यार के कमी छ र पैसा हो नि पैसा छ फ्रेम भने फ्रेम छ भाइरल भने भाइरल छ भएको नभने त्यही हाइट त हो नि यार केटीहरू के चाहियो तिमीहरू चाहिए क्या औरतको गर्थ्यो त्यस्तै हाम्रो शिबु ब्रोलाई नि त्यस्तै भइरहेछ मलाई कोही कपडा किन्न जानु पर्यो भने अब बच्चा साइजमा जानु पर्यो कोही केटी अच्छा चित्तै बुझेन हौ कति छ र हाइट बच्चामा जानुपर्छ भन्छ त्यहाँ हेर्दा त ठिकै छ त 5 फुट त होला नि ल 5 फुटै नभए पनि 4 4.5 फुट भयो भने बच्चाको त कहाँ त्यत्रो हुन्छ त नि शिबु ब्रो यार इमोसनल डायलग हानेर यार डेट खराब नगरौँ न मैले मन परायो भने के त अल्को हुन्छ के त होचो हुन्छ होइन र आफू त यो चाहिँ गुड पोइन्ट मेरो त्यस्तै हुन्छ कहिले अल्को हुन्छ कहिले गान्टो हुन्छ आफू जत्रो पाउँदै पाउँदैन आफू नै गान्टो भएर पो त गान्टु त्यो लेभलको हुँदैनन् कोही पनि र तिनीहरूले चाहिँ मलाई चाहिँ अलिकति मैले गर्दाखेरि चाहिँ उसलाई चाहिँ छि कति सानो मान्छे हो भन्ने पनि लाग्दो रहेछ क्या जस्तो लागेर त्यही भएर चाहिँ होइन यस्तो चाहिँ हुनु भएन है त्यो वी आर अ ह्युमन डोन्ट जज अदर्स ओके हामी मान्छे भएको कारणले हामीले अरूलाई जज गर्नु राम्रो चाहिँ होइन किन जज गर्ने जस्तो दिएको छ त्यस्तै चाहिँ एक्सेप्ट गर्नु पर्यो हामीले र अरूले पनि त्यसरी एक्सेप्ट गर्नु पर्यो तपाईँको एउटा शब्दले गरेर मान्छेको लाइफ परिवर्तन हुनसक्छ
सो डोन्ट बी जज अदर्स ओके अदर्स पिपल मलाई चाहिँ त्यो मलाई आफूले आफूले भावना खिलेको कारणले गर्दा मैले गर्न सकिनँ के भनौँ अब उहाँलाई चाहिँ ठिक छ म यसैमा ह्याप्पी छु इमोसनलै पारिदियो बुढाले है त्यस्तो ठ्याप मार्न पनि छिट डेट गएर यसो रमाइलो गर्छ कि भनेको इमोसनल डाइलेक्ट हान्न बस्यो यार शिबु ब्रो के हो यस्तो भएनै भएन यो अब त्यहाँभन्दा त अब बोल्नु नै अब आएन शिवले बोल्नै आएन अरे यत्रो बोलिसक्यो भन्नुभयो यार रुवाइदिइसक्यो मान्छेलाई इमोसनल डाइलग गरेर मलाई लाटो लाएर बोल्नै आएन भन्छ ठ्याम मार्नु पनि भनेको जस्तै केटी को होला त भन्दा सबैको दिमागमा आयो भूमिका मगन त्यो भूमिकालाई हामीले ओ माई गुडनेस पागल मान्छे रहेछ यो त यार कस्तो भूमिकासँग डेट शिव पाण्डेको जहिले यार यस्तै हुन्छ भने सोध्यौँ कि शिवसँग डेट जान्छौ त भन्दा ऊ पनि एकदमै एक्साइटेड भएर उहाँ त एकदम फन्नी छ भन्दै एक्सेप्ट गरेको हुनाले आज चाहिँ हामीले उसलाई भेटाउन जाँदैछौँ सो शिवु मैले तिमीलाई यहाँ किन बोलाएको थाहा छ फाइनली तिम्रो डेट खतरा इन्ट्रो भयो आइसकेको छ हेलो शिव शिव कोही हो आफै कति राम्रो कस्तो हुनुहुन्छ मलाई चिन्नु भएन हाय हाय मेरो त हात कहाँ मलाई देखेर खुसी हुनुहुन्न अनि तपाईँ त एक्कासी रूप यस्तो भइरहेको त के हो सबै चेन्ज भयो तपाईँको त रौडी चेन्ज भयो त उहाँ नै हो तिम्रो डेट भोलिको लागि खुसी हुनुहुन्न म सेट यार कस्तो राम्रो केटी भिडाइदियो यार यहाँ त कति एक्साइटेड छु त भोलिको लागि झन् तपाईँ खुसी हुनुहुन्न म खुसी होइन धड्कन बाहिर आउँदैछ धड्कन सरप्राइज दिनुभयो नि त तपाईँले सरप्राइज दिनुभयो एकैचोटि सो यो यस हो कि नै ल मबाट डन कहाँ सोधिरह्यो भने यार सोध्ने नि कुरा हो यस्तो डन भयो रे शिबु पाण्डेले डन गरिदियो ओके यस्तो स्क्यानिङै गरेन केटुले यार स्क्यानिङ गर्नु पनि कोकाको होला छ कि छैन भनेर ल भोलि 12 बजी भेट्नुपर्छ त्यसो भए गाइस शिवुको हामीले फाइनली डेट पनि भेटिसकेको छौँ अनि शिवुले पनि एक्सेप्ट गरिसकेको छ लेट्स सी गाइस भोलिको डेट कस्तो हुन्छ हिरो भन्दैछ भोलिको लागि पुरा कोट सोट लगाएर जाने होला केटो के हो शिबु ब्रो चाहिँ हो क्या एकदम बवाल हो क्या पुरा कट हानेर होइन टप पनि लाएर नसके मार्यो फाइनली आज म पहिले निलो कोट लाएर ल है फाडिदिनु पर्छ है फाडिदिनु पर्छ पटक डेटिङ गरे ओहो जुत्ता खोइ त जुत्ता त बाहिर छ नि त ल फेरि मिस्टेक गरौँ जुत्तै बाहिर छोडेको यार भित्रै ल्याउनु पर्दैन कस्तो डेटको बेला त्यो सानो मिस्टेक गर्ने होइन कि फेरि भेट्छ है शिवब्रो ए ल गाइस अब शिवु जुत्ता पनि लाउनेछ एन्ड गाइस डेटमा जानेछ म अब यो भिडियोबाट चाहिँ यहाँ शिबु डेटमा जान्छ भने यो टुबी ग्रेमर ब्रो चाहिँ किन यहाँ बसिरह चल निकल बसले देखि चाहिँ हल्का टाढा हुनेछु बिकज इट्स शिवु टाइम गाइस लेट्स गो अब चाहिँ मैले चाहिँ फुलको लागि ओ फुल किन्न तयारी गर्दैछु आज पहिलो भेटको दिन यो चाहिँ बोलिरहेछु मैले अब पहिलो पटक म यसरी जान लागेको र आफूलाई कस्तो नर्भस भइरहेको छु के नर्भस फिल भयो त मलाई नर्भस त भयो र के भन्ने अब होइन अब सुरुमा के बोल्ने मलाई पनि
दारी फुलिसक्यो अहिलेसम्म बोल्न आउँदैन भन्छ यार हुन नि हो म पनि त्यस्तै छु फेरि गाह्रो छ थाहा छैन होइन शिवु ब्रो र मलाई चाहिँ मितै लाउन पनि सम्भावना छ है यहाँ चाहिँ किनभने बोल्न नि आउँदैन कसैले हेर्दैन हाइटको कारणले यार तनाव छ मलाई सिट हाइट बढाएर बढ्नुपर्छ यार गाह्रो छ अब तिमी आउँदैछिन् म लोकेसनमा त आइसकेँ होइन अब तिमीलाई चाहिँ मैले एउटा चिज ल्याउँदैछु यो दिँदैछु होइन अब तिमीले चाहिँ दिइसकेपछि के भन्छन् त्यो चाहिँ तिमीको रियाक्सन चाहिँ म हेर्नु मन छ होइन हो डेटमा गएको रियाक्सन हेर्नु मन छ रे शिवुजीलाई र कस्तो लाग्छ होइन तिमीलाई चाहिँ अब फेरि प्लान गरेर आऊ है भने जस्तो फेरि पछाडिबाट नि आइपुग्यो फेरि अब उसलाई थाहा छैन रियाक्सन चाहिँ उसकै होला जस्तो फेरि गाह्रो छ यहाँ आइसकिन् तिमी आइसकिन् ल यस्तो त भएन यो त स्क्रिप्टेड भयो यार त्यहाँबाट फुत्त पठाएर आइसक्यो अरे त भएन अनएक्सपेक्टेड पो हुनु पऱ्यो त्यो यार शिवुलाई पहिल्यै थाहा भूमिका त्यहाँबाट आउँदैछ भनेर त्यो हुँदैन रिप्ले यहाँ खाली छ ल हेर्नुहोस् दर्शक यहाँ खाली छ देख्नुभयो नि यो ठाउँ पुरै खाली छ यो भाग अब यो भाग खाली छ नि रेडी 1 2 3 एक्सन छ होइन र कस्तो लाग्छ होइन तिमीलाई आयो अब यस्तो पनि हुन्छ त कस्तो हुन्छ भनेपछि ठ्याक्कै आयो अलिकति टाइम लाउन पर्छ नि ठ्याक्क कस्तो हुन्छ भनेपछि फ्याट्टै चाहिँ आइसकिन् कपाल मिलाएर क्यामेरामा नहेरी के गर्ने होला यस्तो नि यो कस्तो खाले डेट हो यो पुरै प्लानिङ डेट हो यस्तो नि भएन तिमी आइसकिन् तिनी आइसकिन् उसलाई थाहै छैन कस्तो के बोल्ने अरे नमुनालाई भ्युजको लागि जे पनि गराएको छु यार आइसक्यो मलाई एकदम तनाव छ म आफै नर्भस भइसकेको छु म धरि नर्भस भइसक्यो म ओके हाई भूमिका हाई भूमिका हाई शिवु पनि कोट पनि आज त के हो ह्यान्डसम भएर आउनु भएन क्या यार अलिकति अनएक्सपेक्टेड राख्नु पर्यो क्या स्क्रिप्टमा भने एन्सर त गर्नु भएन क्या अलि मजै आएन क्या फेरि रिप्ले वान्स मोर हाई भूमिका पनि हाई कोट पनि आज त के हो ह्यान्डसम भएर आउनु भएको छ क्युट देखियो आज तपाईँलाई त हो र तिमी पनि कति हो र हो नि तँलाई हेर्छु के अरे क्युट देखिसक्यो तिमी म कस्तो नर्भस भइरहेको थिएँ म बोल्न एक्साइटेड भइरहेको छु होइन लजाउनु भएको तपाईँ मसँग लज किन बाबा म पनि म चाहिँ पहिलोपटक हो नि त अनि कस्तो भइरहेको छ त तपाईँलाई एकदम मसँग अब यसरी डेट जाँदैछौँ होइन अब तर नाइस है राम्रो देखेर आयो एकदम तर शिवु छ राम्रो छ त हाइट चाहिँ कति छ भन्ने कुरै थाहा भएन है तर राम्रो छ है जोडी नर्भस पनि छु र डर पनि लागिरह डर आइरहेको छ मनमा डर लागिरह रे सारी उमर तर अब गएपछि शिवु त फेरि सिंह हो नि खाइदेला नि हुन्छ कतिको रमाइलो हुन्छ भनेर गिफ्ट गाइस मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ गिफ्ट ल्याइदिनुहुन्छ भनेर हामीले नि एक्सपेक्ट गरेको थिएन यो प्रि प्लान हुन्छ भनेर स्क्रिप्टेड हुन्छ भनेर डेट भनेर अरे मलाई थाहा नै थिएन भन्नु त भएन नि म त खाली हातै आएको थिएँ यत्तिकै आएको हो अब गिफ्ट हेरौँ ल सो अब म यिनलाई दिन लागिसकेको छु म एकदम नर्भस भइसकेको छु ए धेरै ओभर एक्टिङ नगर चुला गिफ्ट दे यिनको यिनले चाहिँ अब रियाक्सन के गर्छ नि अब यो गिफ्ट हेरिसकेपछि अब रियाक्सन के गर्छ के किन्थ्यो अरे सुनको के हिराको मूर्ति नि किनेर दिए जस्तो गऱ्यो त्यो रियाक्सन के दिने
500 रुपियाँ फुल परेन होला त्यसलाई यार रियाक्सन के हुन्छ अब हेर रियाक्सन जबरजस्त रियाक्सन ओ माई गॉड पानी पर्न आयो क्या हो गाइस यो हो यस्तो गरेको रोज निस्किरा यस्तो गरेको रोज्नु चाहिँ ल भयो भनेको के लेखेछ हेर त देखाउ त ठ्याक्कै रोजको माथि लभ 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 छ है थ्याङ्क यू सो मच यस्तो राम्रो गिफ्ट दिनुभएकोमा शिबु मैले सोचेको थिएँ तपाईँले यस्तो राम्रो गिफ्ट ल्याइदिनुहुन्छ भने क्या बोलूं मैं थ्याङ्क यू सो मच शिवुको डेटिङ कस्तो होला भनेर हामीहरू डराइरहेको थियौँ तर शिवुले अरे डराउने चाहिँ किन बाघ हो र खाइदिनलाई सबै स्क्रिप्टेडै हो कि डराउने चाहिँ के धेरै के उस गर्नलाई आवा जेप्पा दे यार धेरै डराइरहेको छु रे भूमिकालाई सिभिल मल लगेर बौलिङ गराए शिवुको बौलिङ देख्दा भूमिका लटपट परेर हाँसिरहन् अब लटपट कहाँ लटपट गरे अन्त र त्यसपछि उनीहरू डल मसिनमा लागे शिवुको सधैँको लक एज ब्याड लगै थियो र उनीहरूले त्यहाँ पनि केही सधैँको लग ब्याड लगेको थियो उसलाई के बोल्या डल निकाल्न सकेनन् त्यसपछि शिवुले उसलाई लगे गिफ्ट किन्न जहाँ शिवुले भूमिकालाई औँठी लगाइदिएका थिए अन्त्यमा उनीहरू सँगै खाजा खान बसे र एकअर्कासँग गिफ्ट अब त्यसलाई सकेछ त अब डेटै सकेछ त यत्रो 14 मिनटको चाहिँ के बनायो त्यसलाई खाना खाएँ लगाइदिएँ सपिङ गरी सक्यो साटेको यो रोमणीय दृश्य हेर्नु होला है त यो सानो रहेछ होइन ल कस्तो देखिएको ओ माई गॉड ल एकदम ल तू अनकम्फर्टेबल फिल गरे अनस्क्रिप्टेड यो यस्तो के यो भिडियो बनाउँदाखेरि चाहिँ होइन स्क्रिप्टेड भएन भने बल्ल मजा आउने कि हो पहिल्यै स्क्रिप्टेड भिडियोहरू खासै मजा आउन्न क्या त्यो जबरजस्ती त्यो हुन्छ नि घोप्टिन्छ ओ माई गॉड खाइदिनै पर्यो भ्युजको लागि होइन के गर्नु भ्युजको लागि जे पनि गर्नु परेछ म यहाँ यसरी चिचाउनु पर्यो त्यहाँ त्यसरी खान परेछ यो भ्युजले गर्नु गरेछ मजाले राखेको जस पहिलो पटकको मैले यसरी गरेको फर्स्ट टाइम खाएर चाहिँ शिवले तिमीलाई कचरी तिमी अरू गरेको कि पहिलो पटकको मसँग गुड क्वेसन खाने खाजा डेटिङ डेट खाजै खाएन भूमिकाले अहिले खाँदैन यस्तो रेस्टुरेन्ट नि दिएको थिएन क्याफिन दिएको थिएन खाँदै खाँदैन घरमा भुटिया भात मात्रै खाइरहेको थियो सिउल लगाएर खान्थ्यो छैन गरी गर्छौँ ए डेटको कुरा गरेर डेट भनेर पछि सानो शब्द डेट भनेर अलिक ठुल्ठुलो बोल्नु पऱ्यो क्या डिजिआईको माइक चाहिँ लाउने त्यसै बोल्दै नबोल्ने हो र यिनी पनि फर्स्ट टाइम होइन तर म चाहिँ फर्स्ट टाइम होइन हामी मध्ये धेरैले शिवु जस्तो मान्छेलाई देख्दा पहिले उसको हाइट शिवु जस्तो मान्छे देख्दाखेरि के छ कमजोरी शिवुमा भन्न खोजेको के हो शिवु जस्तो मान्छे कि त्यो मान्छे होइन कन्टेन्ट बनाउँदा नि हुन्छ नि यार अलिकति चलेकोहरूले त अलि राम्रो बनाउनु अलि अनएक्सपेक्टेड बनाइदिनु स्क्रिप्टेड बनाएर पुरा बिल हाने जस्तो भइरहेको यस्तै नि हुन्छ कन्टेन्ट जे पाए त्यही